यहाँ उकालो जाँदैछु है। दाजु आगे भाइचुङ पनि निस्किनु भएछ। गुड मर्निङ छ है दाजुलाई मेरो भ्लगमा माछी लिनु गएको। अनि अब चाहिँ है यहाँ उकालो जाँदैछु अनि आगेहरू निस्किनु भएछ। म चाहिँ माछीहरू लिएर चाहिँ आज चाहिँ बुधबार जाँदैछु है। सो तपाईँहरूले हेरिरहनुहोस् जुरिरहनुहोस् है। माछीहरू पनि निस्किनु भयो होला भनेको निस्किनु भएको छैन रहेछ। निस्किनु भएको छैन रहेछन् जिन्दगीमा है। ब्रेक प्याक पनि फेरि टाइम भएछ। अब यो महिना त खर्चै खर्च भयो। मार्च त मार्चमा चाहिँ खर्च चाहिँ मेरो चाहिँ 10-10Kहरू जस्तो भयो होला, एबभ भयो होला है। किन मेरो के झन् सकरदेखि लिएर कुनै के होइन त्यहाँदेखि सबै फेरिसकेँ होइन। गाडी बेयरिङदेखि लिएर सबै फेर्दै 10Kहरू जस्तो त नागिसक्यो होला मार्चमा। सो म त रेडी पो होला भनेको थिएँ, आउनु भएको छैन रहेछ मान्छेहरू। पर्खिनु पऱ्यो है जिन्दगीमा यस्तो चाहिँ। हेलो त अहिले भने चाहिँ हामी है गुम्बा आइपुगेछौँ। पूजा हुँदो रहेछ गुम्बामा चाहिँ। मान्छेले चाहिँ एक्लै छोडेर गइदिएको अरे मलाई, एक्लै छोडेर गइदिएको अरे हो। अघि बाटोको चाहिँ बनाउनु पाएन, बिर्सेछु हो। बेसी अब भ्लगर खतरा भएर बिर्सेछु है माछी। घाम पो लाग्यो। म चाहिँ टी सर्टमै आइदिएँ। हेलो त्यसो भने चाहिँ अब होइन हाम्रो चाहिँ थाल्यौँ अब यहाँ आज चाहिँ यहाँ मोमो पार्टी अरे। हो बोजूहरूलाई मोमो पार्टी नानी हामीहरूलाई। यहाँ चाहिँ अहिले है पिठो मोल्न आँटेको। म चाहिँ माछी चाहिँ किमा बनाउनु हुँदैछ। यहाँ चाहिँ माछीले किमा पनि बनाइसक्नु भयो। त्यतिखेर हात अलिक बिजी थियो नि। चिज यहाँ तपाईँले चिज चाहिँ अब यहाँ हेर्नु सक्नुहुनेछ कि कति चाहिँ होला अब हो। अनि यहाँ चाहिँ मैले पिठो मोलेर रेडी यतिको स्पेसल पे मोल्दैछु नि होस् फेरि होइन। यतिको स्पेसल मोल्ने चाहिँ पाउँदैन फेरि है मान्छे। सुन्याला यहाँ चाहिँ कान्छेले चिया बनाउनु हुँदैछ हाम्रो लागि। ल यहाँ चाहिँ आइयो छुङले बनाउनु हुँदैछ मोमो चिटिक्कै होटेल स्टाइलको बनाउनु हुँदैछ। खाने भयो आउनुहोस् है। खाने भयो आउनुहोस् बुधबार। को खाने आउनु मन पर्यो भने चाहिँ अनि चुङ्गे बनाएको मोमो चाहिँ आउनुहोस् है। आउनुहोस् है। ल म चाहिँ गएको लस बाई बाई। म चाहिँ गएको चाहिँ किन गएको भन्दा चाहिँ यसो घाम लागिरहेको छ नि त गएको। खासमा चाहिँ के भयो भन्दा चाहिँ सामान एउटा थियो, त्यो मेन सामान नै ल्याउनु बिर्सेछ है। फाल्टै सामान थियो तलै बिर्सेछ। आज जाँदैछु लिनु। यहाँ चाहिँ खरायो पनि पालेको छ आगे जिग्दोले पाल्नु भएको छ यहाँ चाहिँ। सो सियोन सिधै भयो सिधै जाँदा देखाउँछु। पूजा पनि छ घामले उडाएर चाहिँ। Ringzing नपरेर रिङजिङ चाहिँ बाहिर घुमिबस्दो रहेछ अर्का
बाहिर घुमिबस्दो रहेछ यो चाहिँ बाहिर घुमेको होइन यसो पूजा हुँदैछ म चाहिँ खास ओह्रालो गएको है जानुपर्ने चाहिँ ओह्रालो यता हेर्न कस्तो ह्यान्डसम देख्छ हेर्दा अहिले भने चाहिँ है म घर झर्दै गरेको थिएँ ओह्रालो ठिक्कै मैले चाहिँ को भेटेँ भन्दा चाहिँ हाम्रो एरियाको चाहिँ हो लाइनम्यान म चाहिँ अलिकति पावरको पट्टि पनि काम थियो घरमा भन्दा पनि होमस्टेको सो उहाँलाई भेटेर चाहिँ अब फर्महरू भऱ्यो हो मैले अनि अब चाहिँ राबुङ गएर बियर काटेर त्यो हेनदेन गर्नु छ त्यो कुनै दिन गर्छु है कुनै दिन भन्दा पनि 1-2 दिनमा अनि अहिले भने चाहिँ म तल पुगिसकेको छु अब चाहिँ स्पिड कुद्नुपर्छ उकालो होइन तेल पनि उयस्तो छ अन्तिम स्थितिमा हो तर यसले चाहिँ धेरै थाम्छ धेरै भन्दा पनि अब दिन्छ होला निकै किलोमिटर त किनभने त्यति अब कुदाउँदिनँ आज त्यति नै अब यहाँबाट सिधै घुम्पा दिन सिधै तेल लाउनु जान्छु हो भरे सकेर कामसम्म सकेर बेलुका सो सी यु गाइज त भन्नु मुखबाट छोडिदिउँ भनेको हो तर भन्दैछु सो बेला अब सिधै माथि बुधबारकै पुगेर भेटौँ है म चाहिँ अहिले सेलेब पुगेर पनि सामान निकाल्ने सामान चाहिँ अनि अब चाहिँ जाँदैछु है उकालो बुधबार पुग्नु पर्ने छ छिटो गरेर किनभने मोमो पनि बनाउनु छ गएर होइन सकाइदिनु पर्ने छ यहाँ मुनि चाहिँ मेरो घर है देख्दै गरेको त्यस्तो हो कुराकानी चाहिँ अहिले चाहिँ यहाँ बनाउनेहरू पनि थप्नु भएको छ है बनाउने मान्छेहरू सबै थपिनु भएको छ सर्भिङमा चाहिँ आम्बो अहिले चिने अन्त यसो हात सबै सेतै बोकिरहेको छ कस्तो भएछ आगे सुप मोमो एकदम दामी सबैजनालाई धन्यवाद ल एकदम मिठो अब नानीहरूले खानु हुँदो रहेछ आनियोसँग बस्छ ओङ्डे यो सानो मान्छे पनि यहाँका लामो भइसक्यो साह्रो पऱ्यो आज चाहिँ है झन्झन्डै साह्रो पऱ्यो है कान्छी गरमले चाहिँ अत्तै अनुहार सबै रातै अनुहार सबै रातो भयो म त अब चाहिँ मोमो खानुपर्छ कस्तो भयो नि मोमो एकदम मिठो है मोमो खानु चाहिँ आफैले आफ्नै तारिफ सुन्नु पऱ्यो नि ल खर्सानी फेरि भन्नु बनाइसक्यो हामी ल अब चाहिँ मोमो पनि खाइसक्यो हैमा चाहिँ सक्यो है प्लेट धोएर पनि सुकाउनु हुँदैछ नानीहरू
तपाईँ आउनुहुन्छ भने चाहिँ कि मोमो म त गएन भने सोधेँ मोमो सक्यो तर खाएर सबैले मामा मामा हाउ इज द मोमो भेरी गुड है दामी 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 मोमो बनाएर चाहिँ अब आजको दिनको पनि कामसाम सबै सक्यो है मोमोसोमो बनाएर पनि खाएर पनि ल अब चाहिँ के गर्ने यो माने यताकै हो नि अनि अब चाहिँ बुद्धबागबाट बिदा है हामी चाहिँ लागेको अब घरतर्फ सी यु नेक्स्ट भ्लग सबैलाई आजको भ्लग के कसो भयो है छोटो र छोटकारीमा चाहिँ सक्दिएको छु मैले है सो सक्दै अब सक्दै के गर्छस् भन्नु है सी यु गाइज अन नेक्स्ट भ्लग है